सेवा नमस्ते साथीहरू, दिस इज मी। त यो चाहिँ हाम्रो खुकुको फुलबारी हो। यता छ देख्नुहुन्छ यी यस्तो के को बोट हो यो, कस्तो दामी देखेको साथीहरू। यस्तो छ साथीहरू, आजको मौसम घाम टन्न लागेको छ, गर्मी। एन्सियल फुलेर कस्तो दामी भएको छ के साथीहरू। अचेल यो यहाँ हेर्नुहोस् न, यहाँ पनि रहेछ। कस्तो छ एन्सियल, यस्तो छ है एन्सियल फुलेर। अहिलेको मध्य घाम छ यहाँ, दिउँसोको गर्मी भयो। अहिले चाहिँ पानी पर्ला जस्तो भइरहेको थियो। साथीहरू मलाई सपोर्ट गरिदिनु होला है। अब म चाहिँ भर्खर बनाउनु थालेको, त्यति राम्रो आउँदैन मलाई बनाउनु पनि, सपोर्ट गरिदिनु होला है। बनाउनु यसो बाहिर घुम्नु जाँदाखेरि बनायो होइन, त्यति नै हुन्छ। बनाउनु पनि आउँदैन अर्कोतिर। साथीहरू यहाँ चाहिँ भद्रकाली मन्दिर हुनुहुन्छ। अनि कस्तो कि मेरो भिडियो लिँदा लिँदै मेमोरी फुल भयो। यो थोरै एमजीको मोबाइल पनि काम लाग्दैन हौ। कस्तो दामी रहेछ यो, यहाँ हेर्न सक्नुहुन्छ साथीहरू। यो चाहिँ गाउँ हो क्या, यो बुढा नीलकण्ठ एरिया पर्छ। अनि यो चाहिँ अलिक गाउँ जस्तो हो। यस्तो दामी छ, यस्तो छ। अनि यहाँ एनसिएल फुलिरहेको छ यता। यो चाहिँ बीएमसी स्कुल हो, यता स्कुल लागिरहेको रहेछ। मैले यहाँबाट हेर्दा चाहिँ कस्तो राम्रो यस्तो भ्यूहरू देखेको छ क्या, स्कुल। अनि एनसिएल फुलेको छ होइन। अनि त्यहाँनिर एउटा खोला छ, खोलाको छेउमा स्कुल हो। राम्रो देखेको छ यहाँबाट चाहिँ। वाउ, कस्तो दामी फुलेको छ यो एनसिएल। मैले तलबाट देखेको, बल्ल यहाँ आइपुगेँ म। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, यस्तो दामी फुलेको छ है। हेलो गाइज, आज चाहिँ म भङ्गाल भन्ने ठाउँमा छु। यो चाहिँ बुढा नीलकण्ठको भद्रकाली मन्दिर। चाबी लाग्यो रहेछ। अब म चाहिँ बाहिरैबाट जान्छु। यस्तो छ साथीहरू, कस्तो राम्रो देखेको। यो गाउँ हो कि साथीहरू, कस्तो राम्रो छ है। अनि म चाहिँ आज घुम्नु निस्केको, यस्तो छ। भद्रकाली मन्दिर। यहाँको भ्यू यस्तो छ। यहाँदेखि कपनहरू उता देखिन्छ अरे, तर म चाहिँ गएको छुइनँ। यस्तो छ साथीहरू। यो चाहिँ साथीहरू भङ्गाल एरिया पर्छ है। यस्तो छ साथीहरू, मलाई सपोर्ट गरिदिनु होला है। अब म चाहिँ भर्खर बनाउनु थालेको, त्यति राम्रो आउँदैन मलाई बनाउनु पनि, सपोर्ट गरिदिनु होला है।
यस्तो छ। यस्तो छ मौसम, आजको मौसम यस्तो छ। अनि मैले आज त्यतातिर यता साथीहरू यहाँ चाहिँ भद्रकाली मन्दिर यता छ। साथीहरू भिडियो मन पर्यो भने लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला है। थ्याङ्क यू सो मच।